So hello, this is me Saurabh Singh Thapa on the Saurabh Singh Thapa vlog. तपाईहरुलाई थाहा छँदैछ र आज चाहिँ म एउटा अर्को चीज अनबक्सिङ गर्न आएको छु। दराजबाट चाहिँ मैले अर्डर गरेको छु। एकजना हाम्रो सर हुनुहुन्थ्यो, सरले चाहिँ मलाई रेकमेन्ड गर्नुभएको थियो। उहाँको स्मेल मन पर्यो मलाई, लङ लास्टिङ थियो। हाम्रो जुनित सर हुनु उहाँले चाहिँ रेकमेन्ड गर्नुभएको एउटा परफ्युम। म चाहिँ फेरि परफ्युम चाहिँ एकदम परफ्युमको लभर हो। मलाई चाहिँ एकदम हुन्छ नि स्मेल गुड भाइब्स लाग्छ, त्यसैले चाहिँ मन पर्छ एकदमै। सो मैले चाहिँ बेला भिटाको व्हाइट वुड भन्ने चाहिँ अर्डर गरेको छु हैन। अब यो चाहिँ आइसकेको छ दराजबाट। अनि लेट्स सी यसको चाहिँ रिभ्यू गर्ने छु कस्तो छ। मैले चाहिँ लगाएको त छैन, तर यसको चाहिँ एकदम टोटल रिभ्यू डिटेल चाहिँ तपाईलाई ल्याउने छु। हेर्दाखेरि दामी छ। दिस इज द परफ्युम र चाहिँ म यसलाई चाहिँ अराउन्ड 2-3 दिन ट्राई गरेर चाहिँ तपाईलाई यसको रिभ्यू भन्ने छु। र स्मेल नाइस, एकदमै मिठो स्मेल आएको छ। मैले चाहिँ भर्खरै चाहिँ आफ्नो टी सर्टमा लगाएको छु र स्मेल एकदम मिठो छ। लेट्स सी यसको चाहिँ लङ लास्टिङ कतिसम्म रहनेछ र मलाई चाहिँ कुकुले चाहिँ नाइस स्मेल भन्ने छन् त्यति जेलसम्म चाहिँ मैले चाहिँ यो चाहिँ आफ्नो रिभ्यूमा राख्ने छु है गाइज। सो हेलो गाइज, वेलकम टु सौरभ सिंह थापा ब्लग। र मैले चाहिँ दिस बेला भिटाको चाहिँ व्हाइट वुड भन्ने परफ्युम चाहिँ 1 विक ट्राई गरेँ। स्मेल्स नाइस एन्ड गुड, एकदमै राम्रो टेस्ट रहेको छ। एकदमै टेस्ट भन्दा पनि एकदम राम्रो प्रतिक्रियाहरू आएको छ। ध्यान गर्नुभयो मलाई चाहिँ, मैले नि उहाँहरूलाई चाहिँ रेकमेन्ड गरेँ। उहाँहरूले चाहिँ अब सोध्नुभयो के कस्तो हो, कहाँबाट हो लिएको भनेर। सित्तिमिति पाउँदैन यता धनगढीतिर चाहिँ। सो मैले चाहिँ उहाँलाई चाहिँ दराजबाट चाहिँ गर्नु होला, उहाँ चाहिँ अफर पनि लागेको छ। मैले चाहिँ फेरि फास्ट भन्दा नि फ्री डेलिभरीमा पाएको हो। यो चाहिँ एकदम दामी स्मेल छ, मलाई एकदम मन परेको लङ लास्टिङ स्मेल रहेको छ। सो तपाईहरुले पनि एकदमै परफ्युमको शौकिन हुनुहुन्छ भनेपछि अथवा एउटा परफ्युम लिन खोजिराख्नु भएको छ भनेपछि यो बेला भिटाको व्हाइट वुड चाहिँ मलाई एकदमै मन परेको छ। साथै यो चाहिँ त्यस्तो कस्टली पनि छैन कि जस्तो हामीले चाहिँ यसको चाहिँ मैले चाहिँ अलिक कस्टली होला सोचेको थिएँ, किनभने लङ लास्टिङ छ नि त फ्रेग्रेन्स। त्यति कस्टली पनि छैन। तपाईको चाहिँ अन्डर 1200 अन्डर आइहाल्छ। तपाईले चाहिँ मजा लिन सक्नुहुनेछ र तपाईले चाहिँ आफूलाई चाहिँ मग 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 बास्ना बनाएर चाहिँ हिँड्न सक्नुहुनेछ है त गाइज। सो बाई, स्टे ट्युन, थ्याङ्क यू।